नमस्ते, लुना जीपीएसमा तपाईहरुलाई स्वागत छ। आज हामी लुना जीपीएस आफ्नो गाडीमा कसरी जडान गर्ने भन्ने गाइड भिडियो लिएर आएको छौं। यो भिडियो सम्पूर्ण टेक्निशियनहरुलाई रहेको छ। कसरी चाहिँ लुना जीपीएस जडान गर्ने भन्ने कुराको जानकारी लिएर आइसकेको छौं। जीपीएस जडान गर्नको लागि सबैभन्दा सुरुमा तपाईले जडान गर्ने सवारी साधनको फ्यूज बक्स खोज्नु पर्ने हुन्छ र फ्यूज बक्स खोजे पश्चात तपाईले यस्तो खालको डिभाइस प्राप्त गर्नुहुन्छ र साथै लुना जीपीएस सँग एउटा ब्रेकआउट केबल पनि आउँछ जुन केबल यस्तो रहने गर्दछ। यो केबलमा 4 वटा तार हुने गर्दछ जुन तारको कलर रातो, कालो, सुन्तला र पहेँलो हुने गर्दछ। रातो तारलाई तपाईले ब्याट्रीबाट आउने डाइरेक्ट लाइनमा जोइन गर्नु पर्दछ। कालो तारलाई तपाईहरुले बडीमा वा माइनस कनेक्सनमा गर्नु पर्दछ। त्यसका साथै ओरेन्ज कलरको तारलाई गाडीको चाबीबाट आउने लाइनमा कनेक्सन गर्नुपर्ने हुन्छ। त्यसपछि उक्त तारलाई तपाईले जीपीएस डिभाइसमा कनेक्ट गर्न साथ त्यसपछि यसले काम गर्न थाल्छ। जुन काम गरिसकेपछि तपाईहरुले आफ्नो मोबाइलमा लुना जीपीएस को सम्पूर्ण जानकारी पाउन सक्नुहुन्छ। धन्यवाद।